यो माझगामको दृश्य हो। यो सूर्यमणिको घर हो। यता माथितिर हामीहरूका घरहरू पनि देखिन्छन् झाडीभित्र। यो ऐटारी तल्लो ऐटारी हो। यी सबै खरबारी पल्टे छ। उता डोडुवा खोलातिर यस्तो झाडी छ। अब यतापट्टि यो ऐटारी हो हामीहरूको। यो सबैको हामीहरूको बाहेक अरूहरूको पनि सबै खरबारी पल्टेको छ। यस्तै छ। यहाँ चाहिँ नि गाउँघरको अवस्था चाहिँ नि यस्तो छ। यता ऐटारीतिर चाहिँ नि यस्तो छ। ऐटारी छ। यताको चिलाउनेको बोटा छुइनेहरू यस्तो यस्तो छ। अब पहिला यस्तो रुखहरू थिएन, सबै जङ्गल भइदिएको छ। माथिपट्टि हामीहरूको छ जग्गा, तलपट्टि अरूहरूको छ। यी कसको छ यही हो।